हेलो फ्रेंड्स, वेलकम बैक टू माई चैनल। आज चाहिँ तरकारीमा अंडा करी बनाउँदै थिएँ अनि अंडामा आलु राख्दैछु के। अनि आलु राख्दै गर्दा एउटा कुरा याद आयो। आजभन्दा 2 वर्ष अगाडिसम्म चाहिँ जुनसुकै तरकारीमा आलु चाहिन्थ्यो के मलाई। म त्यस्तो आलु लभर मान्छे हैन, एकदम आलु मनपर्ने मान्छे। जुनसुकै तरकारीमा आलु चाहिन्थ्यो, तर आलु नराखेर मलाई तरकारी नै मन पर्दैन थियो। दाल मेरो घरमा बिरलै बन्थ्यो, अनि सबैमा आलु राखेर झोल राखेर खान्थेँ म। अनि यो 2 वर्ष भयो डायबिटिज भएदेखिबाट चाहिँ मैले आलु खासै खाएको छैन क्या। आलु म खाँदैन खासै। अनि अचम्म लाग्छ क्या कहिलेकाहीँ सोचेर। अनि बाध्यता भनौँ कि अब परिस्थिति त्यस्तो बनाएपछि मान्छेलाई हुँदैन भने चाहिँ खान मन पनि खासै लाग्दो रहेनछ कि। अब अहिले आलु खाँदै नखाने त होइन, खान्छु खान त होइन, तर बिरलै खान्छु। हप्तामा खाएँ भने हप्तामा एकचोटि खान्छु, अनि नत्र खासै खाँदैन आलु म। अनि डायबिटिज भनेको चाहिँ एउटा कुरा के कन्सेप्ट याद बुझ्यो भने मैले डायबिटिजको बारेमा चाहिँ, डायबिटिज चाहिँ खाना नै हो के। जति खानामा कन्ट्रोल भयो त्यति नै डायबिटिज कन्ट्रोल हुन्छ कि। अनि मलाई डायबिटिज प्रेग्नेन्सीपछि मेरो डायबिटिज मलाई देखियो नि त, प्रेग्नेन्सीपछि भएको भएर। अनि मैले विदिन 6 मन्थ्स मेरो डायबिटिज यत्रो हाई डायबिटिजलाई मैले एकदम नर्मल बनाएको थिएँ। नर्मल बनाएँ, मेरो दबाई नै छुटेको कि। 6 महिना पछाडि मैले दबाई नै खाइनँ। अनि मलाई मेरो डक्टरले भन्नुहुन्थ्यो कि तपाईँ चाहिँ त्यो 15% मान्छेहरूमा पर्नुहुन्छ जसलाई चाहिँ डायबिटिजबाट यति छिटो रिकभर गरेर दबाई नै छुटेको छ। तपाईँ चाहिँ 15% मान्छेहरू बिचमा पर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो कि मेरो डक्टरले। अनि धेरै कुराहरू कन्ट्रोल गरिराख्नु पनि होइन, खानै नहुने पनि होइन, खान पनि सक्नुहुन्छ तर कन्ट्रोल। सबै कुरा ठेक्क खाँदाखेरि डायबिटिज बढ्दैन भन्ने कुरा चाहिँ मैले बुझेँ। अनि त्यही हो, परिस्थिति सबै कुरा सिकाउँछ मान्छेलाई। अनि अहिले त म धेरै कुराहरू प्रायः खाजाहरू पनि अलिक कम कार्बोहाइड्रेट भएको कुराहरू खान्छु, या फिर प्रोटिन अलिकति एड गरेरै खान्छु कि अन्डाहरू या फिर खानेकुराहरू। अनि खाँदै नखाने चाहिँ कुरा भनेको चिनी र मैदा चाहिँ म खाँदैन। डायबिटिज भएदेखि मैले खाएकै छैन चिनी र मैदा चाहिँ। अनि चिया खासै खाँदिनँ, मलाई कफी मनपर्छ। अनि कफीमा पनि हल्का दालचिनी राखेर खान्छु फाइदा गर्छ भनेर, नत्र खासै त्यस्तो अरू चिजहरू खासै खान पनि मन लाग्दैन है। अनि आज चाहिँ अब तरकारीको भिडियोतिर छौँ। भिडियो चाहिँ आज चाहिँ अनि अन्डा करी बनाउँदाखेरि अन्डालाई आलुलाई अन्डासँगै राखेर उसिनिदिएँ। अनि त्यसपछि अरू त ग्रेभी चाहिँ हेर्ने हो। मलाई चाहिँ तरकारीमा ग्रेभीमा राखेर बनाएको तरकारीहरू मनपर्छ, जहाँ हामीलाई चाहिँ यसरी नै बनाउँछु। अनि बनाएर खानालाई मनपर्छ नि त, मेरो छोरीलाई पनि मनपर्छ। अनि त्यही भएर थ्याङ्क यू फर वाचिङ माई भिडियो। आजको लागि यति नै। लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। अर्को भिडियोमा भेटौँला। बाई।